होइन कुन पापीको आँखा गरेको छ हाम्रो नेपालमाथि? के भएको हो? हे भगवान, के गर्न लाग्नु भएको हामीमाथि? किन यति दुर्दशा? एउटा घाउ निको भएको छैन, एउटा घाउको दुःख पीडा सहन पाएको छैन। यो के वज्रपात आइपरेको हामी नेपालीमाथि? के दुर्दशा हो यो? के भएको हो यो? हे भगवान, कति सताउँछन् मान्छेले त सताउँछ। तपाईहरू पनि यसरी सताउन थाल्नु भयो भने के हुन्छ हे भगवान? के दुर्दशा लागेको हो साथीहरू? नेपाल इतिहासमा अहिलेसम्म यतिको बाढी र पहिरो आएको कसैले पनि हेरेको पनि थिएन, सोचेको पनि थिएन। के आइलागेको हो साथीहरू? तिब्बतमा जुन पहाडी पहिरो, हिम फुटेर जुन पहाडी पहिरो आएको छ, हेर्नुस् त यो दशा। ठुला ठुला पुलहरू, ठुला ठुला घरहरू कति विडम्बनाको साथ बगाएर लगेको छ। के भएको छ यो नेपालमा? के साँच्चै हामी नेपाली पाप गरेको हो र? के भएको यो साथीहरू? यो प्राकृतिक देन हो, यसलाई पाप भन्दैन। भगवानको मर्जी जे हुन्छ त्यही हुन्छ। तर यति चाहिँ भन्नु पर्छ हामीले, हामी जति पनि नेपाली छौँ, अरू बेला जति झगडा गरौँ, लडाइँ गरौँ, कुटापिट गरौँ, मतलब छैन। तर यस्तो दुःखद, यस्तो सङ्कट परिआएको बेला सबै एक साथ हुन बहुत जरुरी छ साथीहरू। एकदम साथ हुनुपर्छ। के, कसरी र केले हामीलाई आवश्यकता पर्छ र मद्दत पुग्छ, त्यो गर्नबाट अलिकति पनि हिचकिचाउने काम नगर्नुहोस्। अहिले कतिपय मान्छेहरू अहिलेसम्म 10वटा भन्दा बढी हेलिकप्टर परिचालन गरेको छ उद्धार गर्नको लागि। अहिलेसम्म जम्मा 10-12 जनालाई उद्धार गरिएको छ। अहिलेसम्म कति बेपत्ता छ थाहा छैन, कुन कुन ठाउँमा बेपत्ता छ थाहा छैन, कहाँ के भएको छ थाहा छैन। त्यसको बाँस कहाँबाट दिने, कपास कहाँबाट दिने, त्यसको बस्ने व्यवस्था कसरी मिलाउने? यो आपतकालीन समयमा सरकारले के गर्छ? गर्ने जति सक्ने जति त गर्छ नि सरकारले, तर सम्बन्धित ठाउँमा, सम्बन्धित निकायमा नपुग्न पनि सक्छ। अहिले नेपाल टेलिकमले जहाँ दुर्गम क्षेत्र छ, जहाँ बाढी पहिरोको उच्च जोखिम छ, त्यहाँ 2 GB डाटा फ्री गरेको छ, SMS फ्री गरेको छ, बिना पैसा जान्छ। तपाईँ कसैलाई फोन गर्न चाहनुहुन्छ भने फ्री गरिदिएको छ। NTCले यति चाहिँ व्यवस्था गरेको छ। तपाईँको डाटा चाहियो डाटा छ, फोन चाहियो फोन छ, बिना पैसामा फोन निशुल्क गरेको छ नेपाल टेलिकमले। यति हामीले साथ सपोर्ट गरिरहेका छौँ। र यता एउटा मात्रै कुरा के भन्न चाहे भने, हामी जति पनि नेपाली छौँ, विदेशदेखि स्वदेशमा जहाँ छौँ, हामी एकअर्कालाई साथ सपोर्ट गर्नलाई कुनै पनि ठाउँमा अलिकति पनि पछाडि नपरौँ, हातो मैलो गरौँ, एकजुट भौँ र एक अर्कालाई हात दिने प्रयास गरौँ, हात जोड्ने प्रयास गरौँ। किनभने जहिले पनि एक्लो हात सिङ्गल हुन्छ र डबल हात जहिले पनि सपोर्टमा उभिन्छ। त्यही भएर जो जहाँ हुनुहुन्छ प्लिज साथ सपोर्ट गरिदिनु होला। अरू बेला जे जति गरे पनि सङ्कट आइपरेको बेला हामी नेपाली एक हुनुपर्छ। हामी